साथीहरु आज चाहिँ म हजुरहरुलाई चाहिँ एउटा ब्लग लिएर आइरहेको छु। ब्लग हेर्दिनु होला। यो चाहिँ धादिङ हो हैन। म चाहिँ पानी अविरल वर्षा भइरहेको थियो नि त हो। अस्तिसम्म पानी सट्टर रोकेपछि अहिले घाम लागेको अवस्थामा चाहिँ कस्तो देखिन्छ भनेर हजुरहरुलाई देखाउन गइरहेको छु। हजुरहरुले पनि प्रतिक्रिया दिनु होला। हजुरहरुलाई म देखाउने छु म बसेको ठाउँको वरपर कस्तो छ हेर्दिनु होला। हजुरलाई राम्रो लाग्छ भने चाहिँ कमेन्ट गर्नु ल। भिडियो फुल वाच गर्नु, सपोर्ट गर्नु ल मेरो प्यारा प्यारा साथीहरु। अनि त्यहाँनिर चाहिँ हुनुहुन्छ धान काट्न आउनुभएको छ। पानी ठक्क रोक्यो। पानी रोकिसकेपछि चाहिँ धान काट्ने साथ दिदी आन्टी अङ्कलहरू पनि आउनु भएको छ। त्यहाँ बसेर काटिरहनु भएको छ। यहाँबाट म हजुरलाई जुम गरेर देखाउँछु। मानपथी हिमाल छ यहाँ हो र यहाँनिर मानपथी हिमाल छ। त्यहाँ धान काटिरहनु भएको छ। फेरि पनि जुम गरेर देखाउँछु। धान काटिरहनु भएको छ। त्यहाँनिर आधुनिक जमाना आइसक्यो नि त। पहिला अब धानहरू झार्नको लागि मान्छे खोजेर के गर्नु पर्थ्यो। अहिले मेसिनबाट पुरै धान झार्दै हुनुहुन्छ। जुम गरेर देखाइरहेको छु हेर्नु होला। देख्नुभयो जुम गरेर देखाइरहेको छु कस्तो छ वरिपरि। आज घाम लागेको अवस्था छ। घाम लागेको बेलामा चाहिँ किसानहरू चाहिँ प्राय जसो खेतमै हुनुहुन्छ। हेर्नु होला। हजुरहरूले पनि देखिरहनु भएको छ। हजुरहरूलाई मैले यस्तो तरिकाले देखाइरहेको छु भिडियो। धान झार्दै हुनुहुन्छ मेसिनबाट। अहिले म धादिन्छु। हेर्नु कस्तो छ। राम्रो लाग्यो कस्तो हेर्नु। वाउ पुरै हाम्रो चाहिँ यहाँ धादिङ तल्लो बेसी भन्ने ठाउँ छ। एकदम पर चाहिँ पुरै डाँडाहरू छ। डाँडाको बिचमा चाहिँ समथर भूभाग छ। मान्छेहरूको खेत छ। हेर्नु खेतको बिचमा हाम्रो घर छ। म मेरो घर पनि देखाउँछु हजुरलाई। हेर्नु कस्तो राम्रो क्लियर। वाउ सो क्लियर भ्यू। धादिङ तल्लो बेसी हजुरलाई मैले देखाइरहेको छु। देख्नुभयो। वाउ देख्नुभयो। प्लेन धान झार्दै हुनुहुन्छ। म जुम गरेर देखाउँछु धान झारेको। आधुनिक जमाना हो। आधुनिक यहाँ चाहिँ किसानहरूले धान झार्दै हुनुहुन्छ। देख्नुभयो पराल पनि फाल्दै हुनुहुन्छ। कति धेरै हेर्नु त्यो जुम गरेर देखाएको मेरो त्यो ग्रीन कलरको घर चाहिँ मेरो ठुल्बाको घर हो हैन। एकदम धेरै माया गर्ने ठुल्बाको घर हो। उहाँ टिचर पनि हुनुहुन्छ। हेर्नु खेतीपातीहरू पनि गर्नुहुन्छ यतातिरको मान्छेले।
देख्नुभयो कोहीको धान काट्नु भएको छैन, धान पाकिरहेको छ फाटमा, कोहीको धान झारिसक्नु भएको छ। हाम्रो पनि धान बुबा मम्मी दाइले घरमा लिएर आउनु भएको छ। धान छ यहाँ, आँगनै गरी धान छ। यो धान चाहिँ शुक्रबार शनिबार झार्नको लागि। दिस इज माई हाउस, मेरो हाउस हो। दिस इज माई हाउस, दिस इज माई हाउस। ओ त्यो चाहिँ वडा नम्बर 4 हामी बसेको यो ठाउँलाई चाहिँ वडा नम्बर 7। ओ त्यो जुम गरेर देखाएको वडा नम्बर 3 बजार हो त धादिङ बेसी धादिङ। देख्नुभयो हजुरहरूले, ओहो देख्नुभयो।